ल सबैजनालाई वेलकम। हामी चाहिँ मिनर्भा पुल ट्र्याकमा अहिले यहाँ अङ्कल आन्टीहरूलाई ल्याएर अङ्कल आन्टीहरू नेपालबाट दीपक सुभाषको मम ड्याड चेस च्याम्पियन अङ्कल चेस च्याम्पियन हुनुभएको छ है। चेस च्याम्पियन फाइनलिस्ट अस्ति पुरस्कार पनि पाइसक्नु भएको छ, सेकेन्ड प्राइज। माथि हजुर त्यतै हो। यी मिनर्भा पुल यतै देखाएको छ नि त, यहीँ मिनर्भा पुल यता भनेर देखाएको छ। ल यहाँ सबै कन्ट्रोल फायर गरेको जस्तो छ, त्यो डढेर लाग्छ भनेर। ल अब अलिकति यहाँबाट सुरु भयो है। ल हामी तल मिनर्भा पुल पुग्न आँट्यौँ। गाउँ बाँच्न आयो, गाउँ गन्दा आयो, गाउँ गन्दा आयो क्या। गाउँको खोलाहरू यस्तै गन्दा सानो, अलिकति सानो रहेछ यो चाहिँ पानी चाहिँ अहिले चाहिँ। ओ हाम्रो आजको यङ्गेस्ट हाइकर, छोडेकै छैन, यङ्गेस्ट हाइकर। के हो मायाको समय यतिमै पो खुन निकाल लाग्छ। के हो बाउलाई पो गाह्रो पऱ्यो के हो। भरे उकालो चढ्दा चाहिँ अलिकति शास्ति बिस्तारै। हाम्रो ओह्रालो झर्ने काम जारी छ। यहाँ हाम्रो सानो मान्छेलाई गाह्रो परे जस्तो छ है। झर्नु सक्नु भएन? सकिन्छ क्या उकालो चढ्नु भरे ओह्रालो त छ बाँकी। जुत्ता चाहिँ लाएर आउनु भएको थियो। हेर्नु कत्रो रुख, बिस्तारै झर्नु, बिस्तारै कत्रो रुख। अङ्कल अङ्गालो मार्नुहोस् रुखलाई। ल यता लुकआउट यता देखाएको छ हेरौतिर, हामी चाहिँ उता पुलतिर जाने। मैले दीपक भाइलाई अघि फोन गर्दाखेरि हिँड्नु जाने भनेको होइन,
हिँड्नु जाने अघि नै भनेको थिएँ मैले जुत्ता चाहिँ लाउनु पर्थ्यो के जुत्ता सबैजना चप्पलमा आइदिने हिँड्न बाटो रहेछ नि पौडी खेल्नु त डेन्जर हुन्छ बिस्तारो झर्नुहोस् है बिस्तारो ल यहाँबाट पुल हेलो कस्तो छ त मिनारमा पुल बिचमा एउटा खुवालुङ छ ढुङ्गा छ क्या खुवालुङ यही हो मिनारमा पुल गएछ मिनारमा पुल सबैजना तल पुगिसकेका छन् अब म जान्छु हेर्दै गर्नु होला है त फुच्चे केटालाई चाहिँ नछोडौँ है कहाँ उहाँ त सुन्नु उहाँ इसारामा मात्र हो ल दिस इज मिनर्भा गाइज ओहो तलै पुगेछ नि त अनि अब यहाँ माथि गएर हल्का यहाँको देवीलाई पूजा गर्नु पर्यो नि त होइन यहाँको खोला देवीलाई मिनर्भा पुलको यहाँको केलाई हल्का पूजा गरे जस्तो गरिदिउँ न त ए उताबाट आउँछ यहाँ आउँछ है यो हेर्नु न यहाँ उयो छ जस्तो छ होइन एक्सेस छ के कनेक्सन ओ ढोग्नुपर्छ है यो त देउता हो नि त ऊ त्यो बिचको के यो त अलि हेर्नु न कहाँ चिर्नुहुन्छ बाजे कहाँ चिर्नु खोज्नु भयो त्यस्तो नगरौँ त हो यसलाई यहाँ पक्रिनु डोरी पक्रिनु डोरी आम्मा तपाईँ त रोडीमै जानुपर्ने मान्छे रहेछ यार कस्तो दामी ठाउँ है ओ जुत्ता फुकालेर पारी पनि जानु मिल्छ जाने हो दुलोमा चिर्नु भयो नि दुलोमा चिर्नु भयो उहाँ त रोडीमा जाने मान्छे रहेछ नि त नि
ओइ मेरो उयो तुना फुस्किएको रहेछ क्या मिसिन समरमा के सबै पानीले काटेको होइन चुनढुङ्गा के पानीले काटेको हाम्रो जस्तो त्यो ऊ ढुङ्गा होइन के चुनढुङ्गा आहा ल दुईजना फोटो खिचिदिन्छु यहाँ ल रेडी दामी ल मेरो खिचिदिनु त दाइसँग ल दाइ हामी दुईजनाको खिच्यौँ पिङपङ पार्टनर पिङपङ लुकआउटमा हल्का अब कफी खाएर घरतिर लाग्ने ओइ 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 सकिन्छ त यहाँबाट मिठो देखिन्छ मिना बापु लुकआउट यो बिच्चाकोलाई चाहिँ यो एलिफेन्ट रक हात्तीको ढाड जस्तो देखिन्छ बिच्चाको चाहिँ 66 खै अलिकति मेरो वेटले दिँदैन क्या नभए त मजाले गरिदिन्छु खै आरोन पहिले टाउको चाहिँ त्यहाँ हाल्ने नि हात पछाडि हात बान्ने ल अब सट ल पालो पालो गरौँ सबैले कस्तो रे ल हात पछाडि लानुस् हाल पछाडि दुईटै हात पछाडि खुट्टा अझै अलि यता बाजे अलि पछाडि हो त ल सट्टे जाने पर अगाडि जाने खुट्टा अगाडि जाने अझै अगाडि अनि टाउकोले ठेल्ने अझै पर टाउकोले फेरि त्यस्तो हो झाला जाने रहेछ ल दाइको पालो ल अगाडि कम्मर अगाडि बढाउनु त कम्मर अगाडि खुट्टा नजिक लानु भयो ल कफी खाऊँ सबैजनाले अब जिउ मात्रै होइन खानु न घुँडा उ गर्ने होइन क्या जिउ चाहिँ यसरी चाहिँ हुत्तेर जाने अगाडि जिउ चाहिँ अझै जिउ यो चाहिँ सिधै हुनुपर्छ तपाईँको घुँडा माग्यो के घुँडा चाहिँ मागिनु हुँदैन जिउ मात्रै जानुपर्छ सट्टै यसरी हो त्यसरी चाहिँ जानुपर्छ मलाई के जस्तो लागेन त्यो टेक्निक हो